सम्पूर्ण साथीहरुमा नमस्कार। आज चाहिँ पहिलो पटक सानो भिडियो बनाऊ भनेर चाहिँ यसो भिडियो बनाएको। भिडियो चाहिँ खास गरी चाहिँ एउटा कोरियामा चाहिँ फलफुल चाहिँ कतिको महँगो हुन्छ भनेर चाहिँ यसो देखाउन खोजेको। आज बजार गएको थियो, यहाँ कोरियाको चाहिँ ट्रेडिसनल मार्केटतिर। अनि त्यहाँ जाँदाखेरि चाहिँ अनार देखियो। अनि अनार नखाएको चाहिँ धेरै भएर चाहिँ यसो खाउँ भनेर चाहिँ किन्न भनेर गएको। अनि जाँदाखेरि चाहिँ यो अनार हो। यसको एउटाको मूल्य चाहिँ 7000 ओन रहेछ। 7000 ओन भनेको चाहिँ नेपाली पैसामा चाहिँ लगभग कन्भर्ट गर्दाखेरि 700 को हाराहारीमा पर्छ। अनि यो झन्डै यसको मूल्य देखेर चाहिँ अलि ढलिएन। जे भए पनि अब हामीले चाहिँ आज खाने भनेर चाहिँ धेरै समयपछि चाहिँ अनार किनेर ल्याएको छौँ। अब खानुभन्दा पहिले सो भिडियो पनि बनाउँ न त भनेर चाहिँ हामीले चाहिँ भिडियो बनाइरहेको छौँ। अब खास गरेर चाहिँ यो कोरियामा पनि फल्दैन होला। यो चाहिँ क्यालिफोर्निया पोमिग्रानेट भनेर चाहिँ लेखेको छ, स्टिकर टाँसेको छ। सायद युएसएबाट चाहिँ इम्पोर्ट हुन्छ, त्यसैले चाहिँ यहाँ फलफुलको मूल्य चाहिँ महँगो पर्न गइरहेको हो। अनि अन्य फलफुलहरू पनि महँगो हुन्छ। यो भिडियोको लागि यति नै। अब अर्को भिडियोमा चाहिँ अन्य फलफुलहरू चाहिँ कतिको महँगो हुन्छ भनेर चाहिँ देखाउनेछौँ। धन्यवाद।